मेरो चाहिँ एकान्तमा छ क्या घर। एकान्तमा मस्तले तलतिर बारी अनि वरपर चाहिँ यता यो बागतिरे साइड र बेटरी बाखा दुई साइडमा चाहिँ एकदम नाच एकदम बवाल भइरहेछ हैन। डीजेको साउन्ड चाहिँ खत्रै आइरहेछ। अब हेर्नेछौँ हामी। हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। म सन्जय छु, हजुरहरु पनि सन्जय हुनु होला भन्ने आशा राखेको छु। फाइनली गाइज, आज चाहिँ हाम्रो शिवरात्रि। म पनि शिवको फ्यान हो हैन। आज चाहिँ अब शिवरात्रि कसरी मनाउँदैछौँ भनेर चाहिँ आज मैले फुल भिडियो बनाउँदैछु। हजुरहरु चाहिँ भिडियोलाई लाइक कमेन्ट गरेर च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। फाइनली आज शिवरात्रिको दिन एकदम मौसम चाहिँ सफा छ हैन। वरपर सनलाइट घाम चाहिँ झलमल्ल लागिसकेको छ। अब चाहिँ हामीले आजको भिडियो सुरु गर्दै गाइज, म चाहिँ शिवजीको एकदम फ्यान हो हैन। आज शिवरात्रिमा चाहिँ अब कतै शिवजीको प्रसाद खान जाम्ला भनेर सोचिरहेको थिएँ। आज चाहिँ कारणवश हामीले फेरि मुडा लोड गर्नुपर्ने बाध्यता भयो। आज चाहिँ नेपालगञ्ज नपठाइ नहुने भएकाले चाहिँ हामी फेरि मुडा लोड गर्न जाँदैछौँ। त्यसपछि हामी शिवरात्रि मनाउने कोसिस गर्नेछौँ। साँझ चाहिँ आजको काम चाहिँ हाम्रो फेरि मुडा लोड गर्ने भइसकेको छ। अब मुडा लोड गर्न जाने क्रममा चाहिँ यहाँनिर ठ्याक्कै हाम्रो परम्परागत रूपमा चलिरहेका घट्टहरू देखाउँदैछु हैन। यहाँनिर चाहिँ हाम्रो घट्ट पनि रहेछ एकदम पुरानो चाहिँ कलकल्लो खोला बगिरहेछ हैन। धेरै ठुलो त छैन। अनि यहाँनिर अलैँचीका रुखहरू पनि छन्। सँग चाहिँ राजु पनि छ हैन। राजु पनि मसँग जाँदैछ हेर्नको लागि। अनि यो घट्ट चाहिँ एकदम बन्दै भइसकेछ है, एकदम पुरानो। अब घट्ट चाहिँ कसैले चलाउँदैनन्। मिलहरू प्रशस्त मात्रामा छन् हैन गाउँमा। यहाँनिर चाहिँ हाम्रो खोला यो चाहिँ बर्खामा चाहिँ एकदम ठुलो हुन्छ है। अहिले चाहिँ अब हिउँदमा चाहिँ यो सुकेको हो। यहाँनिर चाहिँ हाम्रो लालीगुराँस हल्का हल्का रातो रातो फुलिरहेको रहेछ हैन लालीगुराँस चाहिँ। अनि अहिले जङ्गलमा छौँ हैन। सानो एकदम शान्त छ है वातावरण चाहिँ हैन। चराचुरुङ्गीको सिरबिर आवाज सहित एकदम हामी चाहिँ ठ्याक्कै गाउँको अपोजिट साइडमा पुगिसक्यौँ हैन। गाउँ चाहिँ यहाँदेखि दामी देखिरहेछ। यता बाहिरतिर चाहिँ है, यता तलतिर चाहिँ पुरै भिरालो छ है। यतातिर चाहिँ ब्याकग्राउन्डमा गाउँघर चाहिँ कति सुन्दर अनि शान्त देखिरहेछ क्या अहिले चाहिँ है। गाउँघरमा अब दुःख सङ्घर्ष त छँदैछ, शान्त हुन्छ यत्तिकै। मेरो चाहिँ एकान्तमा छ क्या घर। एकान्तमा मस्तले तलतिर बारी अनि वरपर चाहिँ घाँस काट्ने जग्गा पनि रहेछ। एक्लै क्या मस्त ठाउँमा अझै हिँडिरहेको छौँ हामी चाहिँ। टाढा नै चाहिँ कता हो जानुपर्ने चाहिँ हिँड्दा हिँड्दै चाहिँ हामीले बाटोमा ट्याक्क घर देख्यौँ होइन। यहाँनिर चाहिँ धेरै गाईबस्तु पनि पाल्नु भएको रहेछ। हामी चाहिँ अहिले बाटोमा हिँडिरहेछौँ। अब शिवरात्रि मनाउने त एकदम मन थियो क्या। अब मन्दिरतिर जाने मेलातिर जाने सोच थियो होइन। अब कारणवश भएन। हामीले चाहिँ शिवरात्रि मनाउन पाएनौँ। आज अझै नाच भयो भने चाहिँ हामी जाने कोसिस गर्नेछौँ। हजुरहरूलाई देखाउनेछु।
फाइनली गाइज म चाहिँ घरमा आइपुगेँ। अब खानापिना खाएर एकदम रेडी भइसकेँ। अब चाहिँ शिवरात्रिको माहौल कस्तो छ हजुरहरूलाई देखाउनुको लागि म चाहिँ अब रेडी भइसकेको छु। हाम्रो चाहिँ यता यो बाङतिरे साइड र बेटरी बाख्रा दुई साइडमा चाहिँ एकदम नाच एकदम बवाल भइरहेछ होइन। डिजेको साउन्ड चाहिँ खत्रै आइरहेछ। अब हेर्नेछौँ हामी गाइज होइन। आज चाहिँ शिवरात्रिको रातिको माहौल चाहिँ यस्तो छ। नाइटमा चाहिँ अब हल्का हल्का सुनिरहेको आवाज चाहिँ यतातिर चाहिँ हाम्रो गाउँमा लास्टै बजिरहेको छ होइन डिजेहरू। अनि सँगसँगै यतातिर पनि हाम्रो गाउँमा यता पनि बज्ने छ। एकछिनमा कम्पिटिसन छ दुइटै गाउँको होइन। आज चाहिँ अब नाच चाहिँ कस्तो कता राम्रो हुन्छ हामी सबैसँग हेर्ने कोसिस गर्नेछौँ। अनि यो चाहिँ ठ्याक्कै हाम्रो अपोजिट साइडमा यतातिर चाहिँ कहिले पनि नाच हुँदैन है। यो चाहिँ हाम्रो सिन्खोला हो। अनि अहिले नाच भइरहेको चाहिँ पेट्री पाखामा। अनि यता बाङतिर हाम्रो गाउँमा चाहिँ अब यो टोल स्तरीय हाम्रो डान्स चाहिँ भइरहेछ अहिले चाहिँ। यो शिवरात्रिको माहौल चाहिँ एकदमै यो सुनसान वातावरणमा होइन अब सहरको जस्तो माहौल दिइरहेछ डिजेहरूले वरपरदेखि। आजको चाहिँ यस्तै छ होइन। अब हेर्ने गाइज होइन दुइटै ठाउँमा चाहिँ नाच चाहिँ भइरहेछ। अब म चाहिँ बिहानै काममा जाने भएर चाहिँ म नाचमा जान सकिनँ, त्यसको लागि सरी है। भिडियोलाई यति नै हिँड्नु गर्छु। भिडियोलाई लाइक कमेन्ट गरेर च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु होला।